भोलिसम्मलाई हो जेडीले डायलग प्रोड्युसर चढो चढो दाइले चढो सरी नम्बर देखियो छन् गरे को हो दाइलाई आज कति घन्टा ढिला आज ढिला यस्तो भन्दा नि त्यो सब हिजो 34 सिन खिच्यो होइन 11 वर्षसम्म आज जम्मा 13 सिन खिच्दैछौँ है 13 सिनमा पनि जम्मा हामीले 10 सिन मात्र खिच्यो त्यसमा पनि हाम्रो अहिले 10 सिन पनि 8 सिन खिच्यो भयो के गर्ने डकुमेन्ट्री हो आनन्दै भयो दिदीसँग बस्दै गर्नु ल यहाँ के अरे ऱ्याप मान्डुको अपोजिट बानेश्वर यस्तो छ होइन होइन हाम्रो दाइहरू चाहिँ हाम्रो दाइहरू चाहिँ यो गाडीमा जाँदै हुनुहुन्छ होइन अब हाम्रो केटाहरू चाहिँ पर्खिरहेछौँ अब एकछिनमा अर्को गाडी आउँछ बब्ली भाइले मलाई बोलाइ गर्नुभयो दिदी उहाँको चाहिँ के हो भनेपछि होइन बाबाको सिन हो होइन हल्का त्यो डेन्जर मेकअप हुनु पऱ्यो मिलाएर त्यो पुरै त्यो बुझाउँ न आफ्नै फिल्ममा सबजना ल बाबा धेरै भयो क्या ड्याडी राउडी राठौर हुनु पर्यो सो यो कन्टिन्युसली लिनु छ यसलाई अब हामी कम्पोजिसन गर्दैछौँ ताकि हामीले यसलाई धेरै कट होइन र सबसे धेरै अहिलेसम्मको हाम्रो सिरिजमा भनौँ न फिल्ममा हाम्रो केही पनि होइन म के बोल्नै आएको होइन यहाँ यो भित्र चाहिँ जेल छ यसमा लाइटिङ पेलेर यस्तो अवस्था बनाएको छ हाम्रो साथीहरू यसरी दुःख गरिरहेछन् राति राति यतिको दुःख गर्ने साथीहरू पाएको छौँ हामीले अनि अरू साथी छैन रहेछ सरी त्यता क्यामेरा सिफ्टिङ नगरौँ रे हाम्रो चाहिँ 9:41 गयो हाम्रो डे 2 मा छौँ हाम्रो यहाँ सुटिङ दोस्रो दिनमा एकदमै राम्रो भइरहेछ जियोस् अब सुटिङ सोचे जस्तो टाइमिङमा जाँदैन त्यही पनि हामीले प्रयास गरेका छौँ योचोटि हल्का समथिङ न्यू अब नर्मल कमेडीलाई पनि एक स्टेप माथि लिएर प्रेजेन्ट गरौँ भन्ने तरिकाले घरबाट डुबाएको छु रे धेरै गएको छ है तर पनि केही छैन तपाईँहरूकै लागि हो चाहिँ होइन अब के गर्नु पर्यो भने साउन्ड दाइलाई मेकअप हान्नु पर्यो कसलाई रे साउन्डको दाइलाई मेकअप हान्नु पर्यो कि सरी मैले त ग्राफरहरूलाई पो गरे रहेछ अरे सबलाई मेकअप गरिसक्नु भयो अब कसलाई गर्छ होला यतिकै छ यसलाई फटा यहाँ माथि बाउन्स गरिरहेछ खानेको झन् हरामी पो भनेर बाहिर निस्केछ यसलाई फटायो भएन यताबाट एकैछिन भनेर उसले एकैछिन भनेर यता आउनु यहाँ आएर तपाईँले आफ्नो डाइलग
यो है यसलाई सबै यसलाई के यसलाई त यसलाई फटा भन्नुहुन्छ हैन यसलाई फटा हो यार मैले यस्तो गर्छु उले झ्याप्प समझ्छ नि हैन हान्न नदिने कि त्यो हुनु भन्दा अगाडि नै होल्ड गर्दै यहाँ तपाईको डायलग ल एकछिन ल तपाई आफ्नो डायलग भन्नु त पानी ल्याउ भन्नु त यसलाई झन् यसलाई त झन् सुरु गरेर हैन ल ल ल ल क्यामेरा रोलिङ है त्यो एनर्जी फिलको लागि एनर्जी यस सर रेडी सरी ट्याक्क पाउ पछाडी ट्याक्क पाउ यो साइड यता अहिले तपाई तिमी त्यही बस हैन अहिले डायलग भन्ने बेला मात्र यो हातमा हो है अहिले चाहिँ त्यही हातमा बस रेडी एन्ड एक्सन सर मलाई हालौँ प्लिज यसलाई त सोझो ठानेको हेर त हरामी पनि सेट छ त होल्ड भइसकेपछि हैन उले अगाडि भन्यो एकपछि आउट अफ द बक्स ठिक छ तपाईँ भन्नु त अरे सर हातमा पासपोर्ट रहेछ भाइको भरे 5 बजे अस्ट्रेलियाको फ्लाइट छ अब हेर्नु भर्खर बन्न लाग्नु भविष्यको विकासले ल तपाईँ आफै भन्नुहोस् तपाईँ आफै भन्नुहोस् त तपाईँ आफै भन्नुहोस् त यस्तो क्या सोच्नुहुन्छ हैन त पाए आफै भन्नु त तपाईँ आफै भन्नुहोस् त त्यसपछि आ देखाउ त है यसले लग ल ल ल पोजिसन सब ठिक छ ल टेक राजबाबु कुन चाहिँ त्यही हो राजबाबु पछाडी कुना सुरज सबै निकाल्नु बाहिर जुम्ला सिजन कम्पनीका ओ लाइट गई बाहिरको लागि पनि लाइट गई के अघिको अघि सिने हैन मात्र थियो माथि हो नलाउँदा पनि आश्चर्य देखेन ल लाइटिङ त्यहाँ दिउ है त्यहीबाट कानुनको के सर प्लिज मलाई हालौँ सर प्लिज बाहिर जानला तिम्रो छ हैन बाहिर जानला जस्तो प्रिन्सिपल आएको दिनपछि यस्तो गरेर यता बस्छ है ल त्यति गरे रेडी बाहिर बल नगरौ है मैले भन्दै छु ओके गाइस एभ्रीवन साइलेन्स क्वाइट अन द स्टेज ल रेडी बिस्तारै गर्नु पर्छ सबैले यही मैले सबैले देखे जस्तो भयो एटिट्युड कायम गर टक आएर यसलाई सोझो डाइरेक्ट एग्रेसिभमा जानु भएन यसलाई सोझो भनेको झन् हरामी यसलाई त भन्न त्यति डाइरेक्ट कहिलेको रिसो सर यस्तो धेरै कहिलेको रिसो यत्रो सिधै झप्टी है छ जनाले एकैचोटि डायलग बोल्दैछ सोचेको आज डे 2 को लास्टतिर छौँ हैन त हामी डे 2 को आज लास्टतिर छौँ डे 2 को सेकेन्ड लास्ट सिन छ भनौँ न यो सेकेन्ड लास्ट सिन हो लगाइ सरको के छ लास्टै भइसक्यो राम्रै हो के लास्ट भइरा हो चोर पुलिसको भइरा पुलिस भनेर क्लास सेटिङमा सुरु है ल बबली भाइ भाइको बुढीको त्यहाँ फोन आइरहेछ ल कल भयो एभ्रीवन साइलेन्स ल साइलेन्स रोड एन्ड एक्सन सर केटी पक्ष केटा पक्ष भन्दा पनि कानुनको कुरा हो सर मलाई हालौँ सर प्लिज सोच मैले सम्झेको खानेको त हालेर पनि निस्केछ धेरै यो त नजानु कि हैन ट्याक यो उलाई यता यो ठिक छ सर हैन तपाईले पटास रेडी ल साइलेन्स क्यामेरा रोल अडियो रोल एक्सन सर केटी पक्ष केटा पक्ष भन्दा पनि सर कानुनको कुरा हो सर मलाई हालौँ प्लिज सोचो भने खानेको त हरामी पनि सेट छ त यो कट तपाईँ आफै उनीहरूले नरोक्यो तपाईँ आफै रोक्यो कि तपाईँ यहीँ पर्छ अनि उसको हात पछि आउँछ
पक्ष केटा पक्ष यस्तो हाल्यो अलिकति यस्तो केटी पक्ष केटा चाहिँ मलाई हालौ छ के सर केटी पक्ष केटा आर्टिस्ट मोड क्यामेरा रोल एन्ड एक्सन सर केटी पक्ष केटा पक्ष भन्दा पनि कुरा कानुनको हो सर मलाई हालौ सर सुजु भयो खानेको त हरामीको निस्केछ त यो कट तपाईँ हुन्छ वाइको डायलग समाति हुन्छ तर रिएक्सन समाति हुनु पर्यो अघि त जे समाति त्यही छ कसै समाति त्यही छ अगाडिको चाहिँ टाढा हो कि ठीक छ त्यति नै छ ठीक छ तिमी आफ्नो डायलग भन सबै आफ्नो सबै रिएक्सन मात्र खिच्ने हो रिएक्सन मात्र आफ्नो मजाले डायलग दे ल रेडी केटा स्क्रिप्ट समाति अर्को हाले समाति तिम्रो स्क्रिप्ट देख्नु ल पासवर्ड हैन तिमी सोल्डर देऊ न रेडी अहिले सोल्डर देऊ अहिले सोल्डर देऊ देऊ अझै आऊ केटा नहाल्नु धेरै ल बस ठीक छ ल रोल एन्ड एक्सन हेर्नु न सर ओ भाइ भर्खरको रहेछ जेब चेक गरेको भोलि बिहान सरी जाउँ जाउँ के गर्नु रिएक्सन मात्रै रोल एक्सन हेर्नु न सर भर्खरै केटा रहेछ त्यही माथि 5 बजे अस्ट्रेलियाको फ्लाइट पनि रहेछ सर अब यिनीहरूको भर्खरको भविष्य बिगारेर हामीले के गर्नु सक्छ पज है फेरि सोधिरहनु सर है ल जाउँ रोल एन्ड एक्सन हेर्नु न सर अब यी भाइहरू भर्खर गए त्यही माथि 5 बजेको फ्लाइट रहेछ अस्ट्रेलियाको अब यिनीहरूको भविष्य हामीले बिगारिदिएर के नै गर्नु सक्छ अब एउटा मन लगाएर चाहिँ यो मुला भित्र गयो नि 1-2 महिनामा छुटिहाल्छ सर फेरि मेरो हैन सर मैले हात छोडिदिनु भनेपछि उहाँले यसलाई लिएर जा भनेपछि हात छोडिदिनु बब्लीले लास्टको जुन छ नि हैन यसलाई चुबेलाई लिएर जा ल गाइस रेडी ल ओके आर्टिस्ट मोड एभ्रीवन साइलेन्स क्यामेरा रोल एन्ड एक्सन ठिकै छ सर विद्यार्थी भनेको छोराछोरी जस्तै हो फेरि भविष्यको पनि कुरा छ छोडिदिनुहोस् तर यसलाई एयरपोर्टसम्म तपाईँहरूकै गाडीमा लिएर जानु पर्यो सर मलाई हालौँ के सर मलाई हालौँ यार यो भाइलाई एयरपोर्टसम्म छोडेर आउडा काट दामी अब पैसा नबिगाड यसलाई अलिकति व्हाइट कार्ड जस्तो गरौँ हैन अलिकति व्हाइट कार्ड जस्तो गरौँ है यहाँ जेडलाई जेडी तिमी आएको तिमी आएको जेडी हुन्छ नि हैन जेडलाई सुन अबको टाइम सुन है यो वहाँ जस्तो क्रस हुनु नि यस्तो हो अहिले मेरो एक कप छ उतै छ पानी एउटा ल ठीक छ ल रेडी ल एक्सन बाबा मलाई आफ्नो देश छाडेर अर्काको देशमा गुलामी गर्ने मान्छे फिटिकै मन पर्दैन यदि म बिहे गरेँ भने पनि आफ्नै देशमा पसिना बगाउनेसँग मात्र गर्छु हाम्रो त्यहाँ केटा क्यारेक्टर खोइ हाम्रो पसिनाको हेरेको न सुरु देखाउँछ साइलेन्स सबैजना रेडी ओके आर्टिस्ट मोड एन्ड एक्सन बाबा मलाई आफ्नो देश छाडेर अर्काको देश गुलामी गर्ने मान्छे फिटिकै मन पर्छ के हो कन्ट्रोल गर्नु पर्यो हाँसो यार भएन एउटा टेक चाहिँ यसो एक्सनै गरौँ झ्यार्र पसिना हिँडेको त्यही गरौँ के छस गर्नु होइन एउटा धेरै रेडी ल साइलेन्स सेटमा नबोल्नु है कोही पनि बाहिरको लाइट गयो
लाइटै गयो मेरो केही दोष छैन त्यो काट्नु पर्छ एउटा किन तिनटैजना बाहिर चलेको छ हामीलाई हाँसीकै कारणले बाहिरबाट Artist mode, sound, roll, and action. Thank you, sir. Thank you so much. Thank you. Thank you. Asta sir, thank you. Asta sir, thank you. भन्दिनु सर हैन आउँछ अनि आफ्नो यो दिउँसोको सिन हैन ल सुरु हजुर asta सर thank you भन्नु है शूटिङ रुक्यो थ्याङ्क यू शूटिङ रुक्यो रोल and action. हस् सर थ्याङ्क यू सो मच हस् सर तपाईँहरूकै लागि चाहिँ छोड्नु सर हामीहरू केही पऱ्यो भने सम्झिनु होला है त सर अब हामी पनि जान्छौँ के कहाँनिर छु म त निस्किसकेँ टिभी त्यहाँ भित्र सान्तना मैले उसलाई सर हामी पनि जान्छ सर भनिसकेपछि कहाँ जान्छस् तिमी एउटा हालकेटा भन्यो के थियो सर हाल्नु भनेलाई हाल्ने होइन र हालेको छैन होइन त्यही भएर को सेन्टरको चाहिँ ल उहाँको चाहिँ के छ गर्ने उनीहरूको त सर सर हामी लागौँ भने कहाँ तिमीहरू त भित्र भने ल जाऊ भित्र तिमीहरू भित्रतिर जस्तो गरेर हालकेटा गर्नलाई भित्र भन्नु केटाहरू गएको छ कि बच्चाले ल हामी जाउँ राम्ररी छ जाउँ के त्यो कन्टिन्यू फर्केर आएर दिइहाल्छ फर्केर आएर दिइहाल्छ फर्ममा कम दिइहाल्छ सर नहाल्नु भनेलाई हालेको छ हाल्ने भनेलाई छोडेको छ यो नेपालको कुन संविधानको कुन धारा अन्तर्गत पर्छ है अहिले आफै धेरै छन् कुन संविधानको आधारमा पर्छ संविधानको धारामा हो के कुन धारा यहाँबाट छ नि हैन यहाँबाट यो भइसक्यो हैन अमुला फेरि टोइलेट सफा हुन्छ तपाईँ गयो ल गयो यो गाइड रेडी हो हाम्रो दुईटा गाइड रेडी छ है सेन्ट्रम चेन्ज भर्खर बसेको है ल शान्तराम उतापट्टि फर्केछ उतापट्टि फर्केर दुईजनालाई हाला भनिसकेपछि होइन त्यसरी बसेको कसरी बसेको त्यसरी बसेको नेपालको कुन संविधानको कुन धारा अन्तर्गत पर्छ सर अब यसो के आफूले के भन्यो त फेरि टोइलेट सफा गर्छस् हो हैन त तँलाई फेरि टोइलेट सफा गर्नु पर्यो भने त तँलाई फेरि टोइलेट सफा गर्न मन लाग्यो यसमा यो त्यो त हाई लेभलमा गयो त एक बज्न जान्छ एउटा ठिक छ काम गर्दाखेरि बच्छ त दुई नै बच्छ यहाँ काम सकिनु पर्यो राम्रोसँग त्यति त्यही त एक हिसाबले जिन्दगी त यही हो एउटा टेक मात्रै क्यामेरामा लिउँ है अरू फेरि यताबाट लिनुपर्छ यार चलिरहन्छ जो फास्ट के तिम्रो स्लो भयो त्यहाँ एक हिसाबले जिन्दगी त यही हो
सपोर्ट दिने ओके ल अडियो रोल एन्ड एक्सन तेरो यत्रो हिम्मत अर्काको छोरीलाई अपहरण गरेर बिहा गर्न खोज्ने यतिकै चल ओके ल आर्टिस्ट मोड क्यामेरा एन्ड एक्सन तिमीहरूको यत्रो हिम्मत अर्काको छोरीलाई अपहरण गरेर बिहा गर्न खोज्ने सर अब कानुन भनेको यस्तै हो कहिले बाहिर कहिले भित्र चलिरहन्छ अब एक हिसाबले जिन्दगी भनेको नि यही हो अग्रज दाईहरूको अगाडि जिन्दगी पुरा नगर सरले तँभन्दा ज्यादा फोटो फटाउनु भएको छ सरले बुझ्नुहुन्छ त्यो हिमाली भेगको भन्ने चाहिँ अब सर्दिन भने यो पनि यही एङ्गल लिउँ यो एङ्गल लिउँ के त्यही भएर यो के उता सारेको ए ल लिउँ त यो बाउली भाइ बस साउन्ड रोल एन्ड एक्सन ल रेडी आर्टिस्ट मोडमा रेडी मोडमा क्यामेरा रोलिङ रोल एन्ड एक्सन के भयो मोड क्यामेरा रोलिङ अडियो रोल एन्ड एक्सन एयरपोर्ट त पक्कै होइन अनि त एयरपोर्टमा हुनुपर्ने मान्छे चौकी कसरी घाँटी मिच्नु त्यति ठुलो अपराध होइन सर जति कानुन मिच्नु हो फेरि ल कन्टिन्यू घाँटी मिच्नु त्यति ठुलो अपराध होइन सर जति कानुन मिच्नु हो सर सिधा कुरा मलाई भित्र हाल कट ल अलिकति वाइड छ क्यामेरा रोलिङ एन्ड एक्सन हेर भाइ अबको 3 घण्टामा तेरो फ्लाइट रहेछ तँ चाहिँ के काट्न मचेर होला म देशमा सुशासन चाहन्छु कानुन मान्छु कानुन बमोजिम के सजाय भन्नुपर्छ सर आई एम रेडी मलाई भित्र हालौँ सर साहित्यिक बोल्दो रहेछस् त अनि के थियो सर अब चाहिँ सक्यो यो एउटा मेरो होइन यो हामीले हिमाली भेग मेरो कस्तो हुन्छ यस्तो हो त कहिले यस्तो पनि त होला नि यार यो यतिखेर गर्दा हुन्छ यतिखेर चाहिँ गर्दा हुन्छ यस्तो अनि केटाहरू पनि अलिक स्माइल टाइपको ल है गाइस रेडी ओके आर्टिस्ट मोड क्यामेरा रोलिङ अडियो रोल एन्ड एक्सन सर महान कृतिहरू जेलभित्रबाट रचना भएका थिए म एउटा यस्तो कृति लेख्न चाहन्छु जुनले मेरो लभ स्टोरी मिल्दैछ सुत्या मान्छेलाई उठाए यार यति राति सबै सकिसक्यो प्याकअप ए रोलिङ मोड एन्ड एक्सन क्यामेरा एक्सन सर जेडीको रिएक्सन यता रेडी क्यामेरा रोलिङ आर्टिस्ट मोड क्यामेरा अडियो रोल एन्ड एक्सन एक्सन सर जेडीको रिएक्सन जेडी मात्र यसलाई फटा झन् राम्रो सोचेको झन् बदमास भएर निस्केछ इन्स्पेक्टर हेर्नु न सर अब यो इन्स्पेक्टर के थियो म भनिदिन्छु हेर्नु न सर अब केटाको 5 बजेको अस्ट्रेलियाको फ्लाइट रहेछ अब टिकट पनि यहीँ छ अब केस चलाएर के भविष्य बिगार्नु ल अब तपाईँले भन्नु त प्रिन्सिपलको मनोलग यो मुलासाला भित्र गयो भने पनि 1-2 महिनामा निस्किहाल्छ फेरि बाहिर दिशा मेरो छोरीको पछि लाग्ने हो यसलाई बरु अस्ट्रेलिया जाओस् इन्स्पेक्टर
सर भन्नुहोस् न के गरौँ जेडी सर हालौँ के हालौँ कानुनभन्दा ठुलो केही छैन म भित्र जान रेडी छु डायलग सर हालौँ के हालौँ कानुनभन्दा ठुलो केही पनि छैन कि म भित्र जान रेडी छु प्रिन्सिपलको डायलग अब ठिकै छ सर भविष्यको कुरा छ त्यसै पनि विद्यार्थी भनेको छोराछोरी जस्तै हो यसलाई छोडिदिउँ जेडीको रिएक्सन यसलाई छोडिदिउँ प्रिन्सिपल तर यसलाई तपाईँहरूकै गाडीमा एयरपोर्टसम्म छोड्नुपर्छ जेडी डायलग होइन सर मलाई हालौँ के हालौँ होइन सर मलाई हालौँ के हालौँ इन्सपेक्टर चुप लाग यसलाई जसरी भए पनि एयरपोर्ट पुरा भनेर सर मलाई हालौँ कि मलाई हालौँ चुप लाग यार यसलाई एयरपोर्टसम्म छोडेर आऊ बेटा काट आयो सबै यहाँ सबै पाइहाल्यो होइन क्यामेरा रेडी छ यहाँ अब के भन्ने हो टक्क रात 2 बजिसक्यो 2 बजिसक्यो बजेट पनि डबल भइसक्यो प्रोडक्सन सरलाई सोध्नु नि यतिको बजेट बढ्यो किन आएन सर बजेट बढायो अरे बढायो के सर अब कहाँ बढ्छ बढ्दैन पहिला पानी ल्याऊ मलाई एक बोतल अनि भन्छु जिडी ढालो भने के सबको स्माइल हेर न स्माइल लास्टतिर भएछ आम्मा सब हाँसेछ क्या बाफ्रे सब खुसी के आम्मा पाउने सर पनि पनि खुसी चलिरहेको है आउँदैन एकछिन एकछिन म आज उसकै सुन्छु ल है ल गुड न्युज सुनौ ल गाइस ल गुड न्युज है कति बज्यो अहिले टाइम के छ टाइम उन्ना सब प्रेग्नेन्ट भयो 1:12 1:14 1:14 है ल गाइस टाइम ओके बोलौँ है आजको डे 2 हैन प्रिन्सिपलको छोरी के क्रस विथ प्रिन्सिपलको छोरी क्रस विथ प्रिन्सिपलको छोरीको डे 2 को सुटिङमा है हिजो हामीले 34 सिन सुट गर्यौं कति 11 बजेको टाइम सरीमा तर आज हामीले 13 सिन सुट गर्यौं रातको 11:30 बजेसम्म 1:30 बजेसम्म है नघटाउ न स्ट्रगल छ है सो गाइस धेरै सबैले मेहनत गर्नुभएको छ थ्यांक यू सो मच सी यू टुमरो आजको लागि प्याक अप